बिहान चाहिँ उठ्नै मन लागेको थिएन। आज अब सुत्दिन्छु के जाने भने, तर फ्यामिली छोराछोरी भएपछि चाहिँ जिम्मेवारी लास्ट एज हुने रहेछ क्या होइन। जस्तै म चाहिँ आज जहाँ चाहिँ मैले जब गर्छु त्यहाँ चाहिँ मैले आज छुट्टी थियो पो। त्यसमा चाहिँ यो रोची हार्बर भन्ने यो चाहिँ ऊ हो क्या रिजोर्ट हो। यहाँबाट चाहिँ मलाई ऊ आएको थियो कि दिहाडीको लागि 3500 रुपियाँ सुसीमा उसको लागि आएको थियो। जस्तै म अब ठिक छ बेला बसेर के भयो भने खर्च मात्रै हुन्छ भनेर चाहिँ म चाहिँ यहाँ दिहाडी लगाउन आएको थिएँ। अनि बिहान म 10 बजीतिर आयो, अहिले चाहिँ 3 बज्न लाग्छ बिहानको होइन। भोलि फेरि 10 बजी अर्को ड्युटी जान छ। त्यही हो गाइस, अब पढे लेखेन पढ भन्दाखेरि उसको बाद त्यही बिहे गरिको। अब बिहे गरिसकेपछि घर परिवारकोलाई सोच्न पर्ने रहेछ होइन। त्यही हो, यहाँ पैसा पनि छ होइन दिहाडी लगाउनलाई, तर खानाखुना यताउति केही छैन। तिमीले बनाएर खाइयो यताउति भनेर तिम्रो कोप्री हो होइन। यत्तिकै चाहिँ तिमीले ल खा भनेर दिन्न, फेरि गाँड पनि तगडा हान्छ के। काम गरेछ गरे खुट्टै दुखी। छोराछोरी भएपछि चाहिँ बुढी यताउति जिम्मेवारी हल्का सोच्न थालेपछि चाहिँ यिनी सब के जस्तो लाग्ने रहन्छ क्या। अब थाक्यो पनि पैसा आइरहेछ।